विश्वको भूगोल सम्बन्धी महत्त्वपूर्ण भिडियोमा स्वागत छ। सुरु गरौँ पहिलो प्रश्नबाट। 1 डिग्री देशान्तर बराबर कति मिनेट हुन्छ? 4 मिनेट। डाइनोसर भन्नाले के बुझिन्छ? टेरिबल लेजर्ड। कुन देशलाई शान्त प्रातकालको देश भनिन्छ? दक्षिण कोरिया। माउन्ट केटु कुन श्रृङ्खलामा पर्दछ? काराकोरम। एडम्स पिक कुन देशमा रहेको छ? श्रीलङ्का। होम अफ द म्यान भनेर कुन महादेशलाई चिनिन्छ? एसिया। वर्षेनी 1 इन्चका दरले फैलिँदै गएको महासागर कुन हो? आन्ध्र महासागर। विश्वको सबैभन्दा उचाइमा रहेको ताल कुन हो? तिलिचो, नेपाल। विश्वको सबैभन्दा ठुलो टापुको नाम के हो? ग्रिनल्यान्ड। विश्वकै अग्लो स्थानको राजधानी लापाज कुन देशमा छ? बोलिभिया। ब्लू हार्ट अफ एसिया भनेर कुन ताललाई चिनिन्छ? बैकाल ताल। विश्वमा कति प्रकारका हावापानी पाइन्छन्? 6 प्रकारका। उत्तर अमेरिकाको ठुलो मरुभूमि कुन हो? सोनोरा। नेपालबाट सबैभन्दा नजिकको महासागर कुन हो? हिन्द महासागर। अफ्रिका महादेशको अग्लो टाँकुरा किलिमन्जरोको उचाइ कति छ? 5895 मिटर। एसिया महादेशमा कतिवटा भूपरिवेष्टित राष्ट्र रहेका छन्? 12 वटा। मङ्गोलिया र चीनमा फैलिएको मरुभूमिको नाम के हो? गोबी डेजर्ट। एसिया महादेशको पूर्व सिमानामा कुन महासागर पर्दछ? प्रशान्त महासागर। संसारको सबैभन्दा ठुलो कोइला खानी कहाँ छ? अमेरिकाको पेन्सिल्भानिया। सामान्यतया प्रत्येक 9 मिनेटको उचाइमा हावाको चाप कतिले कम हुन्छ? 1 मिलिबार। चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानव निर्मित वस्तु कुन हो? चीनको ग्रेट वाल। नयाँ दिल्ली कुन नदीको किनारमा पर्छ? यमुना नदी। हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो? मलाया। विश्वको सर्वाधिक उचाइमा गरिने धान खेती कुन हो? जुम्ली मार्सी, नेपाल। विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ? चीन। कुन हावापानीको क्षेत्रलाई संसारको बगैँचा भनिन्छ? भूमध्य सागरीय। मरुभूमिमा सिँचाइ गरी खेतीपाती गर्न सकिने उर्वर ठाउँलाई के भनिन्छ? ओएसिस, मरुद्यान। अर्जेन्टिनाको पम्पा क्षेत्रमा रहेका पशु फार्मलाई के भनिन्छ? इस्टान्सिया। गिफ्ट अफ द नाइल भन्नाले के बुझिन्छ? मिस्रको सभ्यता।
चीनको दुःख भन्नाले कुन नदीलाई बुझिन्छ? येलो रिभर, भाङहो नदी। हाल संसारमा कुन देशको औसत आयु सबभन्दा उच्च रहेको छ? हङकङ। विश्वमा हाल कुन देशको मानव विकास सूचकाङ्क सबभन्दा माथि रहेको छ? स्विजरल्यान्ड। जापानको पुरानो नाम के हो? निप्पन। मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो? लिबिया। न्युजिल्यान्डका बासिन्दालाई के भनिन्छ? किवी। प्रहरी र जेल नभएको देश कुन हो? आइसल्यान्ड। प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो? मेसोपोटामिया। भारतको सबभन्दा ठुलो प्रान्त कुन हो? राजस्थान। राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो? जायर। एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो? मास्को, रसिया। युरोपको बिरामी भनेर कुन देशलाई चिनिन्थ्यो? टर्की। माछा नपाइने विश्वको एकमात्र नदी कुन हो? जोर्डन। एसिया र युरोपलाई छुट्याउने पर्वतको नाम के हो? युराल। दक्षिण एसियाको सबैभन्दा ठुलो ताल कुन हो? चिल्का ताल, भारत। संयुक्त राष्ट्र सङ्घको प्रधान कार्यालय कुन टापुमा रहेको छ? म्यानहट्टन। थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ? ग्रेट इन्डियन डेजर्ट। फोकल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ? मालभिनस। भूमध्य सागरलाई काट्ने एउटा मात्र नदी कुन हो? कङ्गो। एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो? बैकाल ताल। जर्मनी र पोल्यान्ड बीच निर्धारण गरिएको सीमा रेखालाई के भनिन्छ? हिन्डेनबर्ग लाइन। अमेरिका र लिबिया बीच विवाद परेको सीमा रेखालाई के भनिन्छ? मृत्यु रेखा। विश्वको सबभन्दा ठुलो भूपरिवेष्टित राष्ट्र कुन हो? काजाकिस्तान। मध्यरातमा सूर्योदय हुने देश कुन हो? नर्वे। क्षेत्रफलका आधारमा विश्वको दोस्रो सानो राष्ट्र कुन हो? मोनाको। भिन्सन म्यासिभ कुन महादेशको सर्वोच्च शिखर हो? अन्टार्कटिका। आन्ध्र महासागर यस आकारको छ भने प्रशान्त महासागर कुन आकारको छ? त्रिभुज। संसारको सबैभन्दा होचो भूभाग कहाँ पर्छ? मृत सागर, इजरायल। विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश कुन हो? अफ्रिका। व्यावहारिक वायु कहाँ पाइन्छ?
इक्वेटर। दक्षिण एसियामा बहने मौसमी वायु कुन महासागरबाट उत्पन्न हुन्छ? हिन्द महासागर। थ्याङ्क यू फर वाचिङ।